हेलो गाइज, यो ब्लग बनाएन हिजो मलाई सन्चो पनि थिएन अनि म बाहिर पनि गएन कतै अनि ब्लग बनाएको थिएन। आज चाहिँ म ब्लग बनाउँछु। आजदेखि फेरि ब्लग आउँछ। एक दिनको लागि सरी, अब एक दिन ब्लग हल्का सन्चो नभएर बनाएन। आज चाहिँ ब्लग आउँछ, आजदेखि रेगुलर ब्लग आउँछ। आज चाहिँ म अब एकछिनमा अब जिम निस्किन्छु, जिम गरेर हल्का जिम ब्लग बनाउँछु अनि त्यसपछि एउटा ठाउँ पनि जान्छ, कलेज पनि जान्छ। कलेजमा पनि हल्का काम छ, कलेज जान्छु, त्यसपछि एउटा ठाउँ जान्छु अनि तपाईँहरूलाई देखाउँछु आजको ब्लगमा चाहिँ। आज ब्लग हल्का राम्रो आउँछ होला, त्यसको लागि राम्ररी बस्नु होला, सबजना राम्ररी बस्नु होला। म चाहिँ अब तपाईँहरूलाई ब्लग देखाउँछु राम्ररी। तपाईँसँग चाहिँ बाई बाई। हेलो गाइस, म जिमबाट निस्किसकेको छु, जिम सक्छु मेरो। अब म लिफ्टबाट घरतिर लाग्छु, घरतिर गएर तपाईँलाई म देखाउँछु। अब म चाहिँ घरतिर गएर तपाईँहरूलाई देखाउँछु। घरतिर खाना खाएर नुहाएर म चाहिँ कलेज जानुपर्ने छ। कलेजमा हल्का काम छ, कलेज गएर तपाईँलाई देखाउँछु अरू कुराहरू। हेलो गाइज, बेलुका भइसकेको छ यहाँ। आज म चाहिँ तरकारी बजार, बिरगन्जको तरकारी बजार कस्तो हुन्छ, तरकारीहरू किन्न गइरहेको छु घरको लागि। त्यस्तो तपाईँलाई पनि देखाउँछु कस्तो हुन्छ त्यो बिरगन्जको तरकारीहरू, बिरगन्जको तरकारी बजारहरू। बिरगन्जमा तरकारीहरू ठिकठाकै, त्यस्तो महँगो पनि हुँदैन, त्यस्तो सस्तो पनि हुँदैन, ठिकठाकमै पाउँछ। र तपाईँहरूलाई म देखाउँछु कस्तो हुन्छ आज बेलुका तरकारी बजारहरूमा भिडै हुन्छ। खोइ आज भिड छ कि छैन त्यो खोइ हेरौँ अनि तपाईँहरूलाई देखाउँछु नि, हुँदैन। सबैसँग चाहिँ बाई बाई। अब हामीहरू जाँदैछौँ मायास्थान चौक। यहाँ सबै न्यु इयरको, क्रिसमसको सबै सजावट भइरहेछ। मार्केट एरिया हो यहाँको, बिरगन्जको। अनि यहाँ चाहिँ एउटा तरकारी बजार, थोरै तरकारी हुन्छ यहाँ। थाके हामीहरू यहाँ मायास्थानको चौक आउन पुग्यो। अहिले रातिको टाइम छ, धेरै गाडीहरू हुन्छ। यो मायास्थान चौक। यो मायास्थान मन्दिर, तपाईँ पनि दर्शन गरिदिनु। ल अब हामी हिँड्दैछौँ तरकारी बजारमा, त्यहाँ फेरि ब्लग स्टार्ट गर्छु। हामी गाइस तरकारी बजार आइपुगेको छ। तरकारी बजार कस्तो छ तपाईँलाई देखाउँछु। तरकारी बजारमा के कस्तो तरकारीहरू पाउँछु तपाईँलाई देखाउँछु। तरकारी बजारमा आइपुगेको छौँ हामी, तपाईँलाई देखाउँछु। मम्मी र मेरो फेसनको हुँदै ल्याएर प्रचार गर्नु हेरेको छ बजारमा। एक किलो टमाटर, 1 किलो 120। 70 रुपये किलो। अन्ध्यारोमा तरकारी बजारबाट तरकारी किन्दैछु म। यस्तो अन्ध्यारो छ। माछाको सुक्ती, माछाको सुक्ती हो, माछाको सुक्ती। सागै साग छ यार, बजारभरि चिसो आयो, सागै साग छ, मात्र साग छ, साग मात्र। माछाको सुक्ती खानुपर्छ अब। हामीहरूको बिरगन्जको मार्केट, यहाँ अहिले सबै जति खानेकुराहरू हुन्छ त्यो रोडमा बेचाउँछ। हामीहरू तरकारी किनेर घर गइरहेछौँ। अब अहिले 7 बज्न लागेको छ, 7 बजेको छैन। यहाँ एकदम फेमस यहाँ हनुमानजीको मन्दिर छ, तपाईँ पनि दर्शन गरिदिनु। आरती भइरहेछ भित्र।
अलिअलि आज बढेछ आजदेखि। अब यो हामीहरूको आयो आदेशनगर चौक, यहाँबाट अब यो पुरा आदेशनगर एरिया हो यताको। यहाँ तपाईँको सबै चिज पाउँछ, पानीपुरीहरू, पाउभाजी, चाउमिन, रोल, जति खानेकुरा हुन्छ नि स्ट्रिट फुडहरू यहाँ सबै रोडमा पाउँछ। यहाँको एउटा दोकान फेमस छ, म देखाइरहेछु। बिचमा जानुहुन्छ भने यहाँको यो एउटा यहाँ यो फेमस छ दोकान। यहाँको आएपछि तपाईँको चाट, डोसा अनि दही बडा सबै पाउँछ। एकचोटि ट्राई गर्नु होला। सबै यतातिरको मार्केट अब बन्द भइसकेको छ। ल अब हामीहरू सिधा हामीहरू यहाँ गरेर पुग्न आइसक्यो। यहाँको फेमस यो चिया दोकान फेमस छ, यहाँको चिया पसल। मुछु चायवाला भन्छ यसलाई, मरवाडी हो। अब हामीहरू आउन पुग्यो यो घन्टाघर गरेर पोखराको 1 नम्बर गेट, वीरगन्जको फेमस हो गरेर पोखरा। कसैले नसुनेको नहोला, सबैलाई थाहा छ गरेर पोखरा भनेको। यहाँ पनि एउटा मन्दिर छ, म भोलिदेखि यो हामीहरू गरेर पोखराको बाहिरपट्टिको यही हो। अनि यो 1 नम्बर गेट, यहाँबाट छिर्छौँ हामीहरू, टिकट सिस्टम छ यहाँ छ महावीरजीको मन्दिर। ल अब यसैको साथ हामीहरू अब यहाँ समाप्त गर्छु। अब घर पुग्नुपर्छ। आएर गाइज म चाहिँ घर आइपुगेँ। घर आएर अब राम्ररी बस्दैछु। तपाईँहरू पनि घरमै बस्नु होला, धेरै चिसो छ, बाहिर धेरै ननिस्किनु होला। चिसो लाग्न सक्छ, किनकि अहिले चिसो बढ्ने मौसम हो, अनि चिसो जसलाई पनि लाग्छ। म घर आइपुगेँ, अब भोलि ब्लग गर्छु। आजको लागि यति मात्र। मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गर्नु होला। वीरगन्जमा के कस्तो छ बजारहरू मैले एक्सप्लेन गर्दैछु, भिडियो चाहिँ लास्टमा हेर्नु होला। अरू भिडियोहरू वीरगन्जको बारेमा टन्नै आउनेवाला छ, त्यही भएर मलाई मेरो च्यानल सब्सक्राइब गरेर राख्नु होला। तब बाई बाई।